दर्शकबिन नमस्कार, स्वागत छ यहाँहरूलाई गणेश आर्ट युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियो मन परेमा भिडियोलाई पनि लाइक गरिदिनु होला। दर्शकबिन आज हामी समीक्षा गर्दैछौँ सीता नयाँ एपिसोडको। दर्शकबिन कहानीको सुरु हुन्छ जब जगतले एउटा सपना देख्छन्, त्यो पनि उनको श्रीमती घर फर्किएको। उनी जब बिउजन्छन् आफैमा भुटभुटाउन थाल्छन्। उनी भन्छन्, कस्तो सपना देखेछु, सपना पनि कस्तो हकीकत जस्तै लाग्यो। अब त सीता यो घरमा कहिले पो फर्केर आउँथिन् र यो त असम्भव नै छ जस्तो लाग्छ भन्दै उनी एक्लै भुटभुटाइ रहेको बेलामा उनको सपना भने साकार हुन पुग्छ। हो, उनले देखेको सपना जस्तै सीता उनको अगाडि चियाको गिलास लिएर उभिन्छन्। उनलाई अझै पनि सपना जस्तै लाग्छ। उनी सपना भए पनि कस्तो राम्रो सपना है, सपनामा जस्तै तिमी विपनामै यो घरमा फर्केर आइदिएको भए कति खुसी हुन्थ्यो होला भन्दै उनी आफैमा अझै पनि कुरा गरिरहेका हुन्छन्। तर सीता भने यो सपना होइन, हकीकत नै हो, म घर फर्केर आइसके, मुस्कुराउँदै भन्छन्। तर जगतलाई भने यो कुराको विश्वास अझै पनि लाग्दैन। त्यसैले सीताले नजिक गएर तपाईको एउटा औँलो दिनुस् त भन्दै जगतसँग औँलो मागेर चियामा डुबाइदिन्छन्। जगतलाई भने अझै पनि पत्याउनको लागि गाह्रो हुन्छ कि श्रीमती घर फर्केर आइसकिन् भनेर। हुन पनि हो, जगतको जिन्दगीमा सीताको मोल धेरै अमूल्य छ। सीताको मोल जगतको लाइफमा मात्रै नभएर पुरा परिवारको लागि उनी लक्ष्मी हुन्। तर विडम्बना, परिवारले उनको मूल्य धेरै पछि बुझ्न सक्यो। जगतले पनि धेरै पछि सीताको त्याग र मायालाई अब बुझ्दैछन्। दर्शकबिन तपाईहरू कसले चाहनुहुन्थ्यो जगत र सीता एक भएको? कमेन्टमा लेख्न नबिर्सनुहोला। र दर्शकबिन हामीले देख्न सक्छौँ जब जगतलाई यो आभास हुन्छ कि उनको सपना मात्र नभएर हकीकत बनिसकेको रहेछ, सीता साँच्चीकै घरमा फर्केर आइसकेकी रहेछिन्। जगतेको खुसीको सीमाको ठेगाना नै हुँदैन। पनि खुसीले गदगद भएर चियामा अझै एकचोटि उङ्लो चोपार्दै ओहो हकीकत नै रहेछ भन्दै खुसी हुँदै चिया पिउन थाल्छन्। त्यतिकैमा सीताकी सासूले सीतालाई बोलाउँदै गरेकी हुन्छन्। उनीहरू मन्दिर जानका लागि तयार भएका हुन्छन् र मन्दिरतर्फ लाग्नुभन्दा पहिला सीताले भन्छन्, पानी छैन, म पहिला पानी भरेर आउँछु अनि जान्दा भनेर। तर सीताकी सासूले भने पर्दैन, जगत उठेर पानी ल्याइहाल्छ नि भन्दै आफ्नो श्रीमानलाई बोलाएर छोरालाई पानी ल्याउन लगाउनुहोस् है भन्दै गाईबस्तुको गोठ साफ गरिदिनु है भन्दै आफ्नो श्रीमानलाई पनि काम अराइराखेर उनीहरू मन्दिरतर्फ लाग्छन्। साँच्चीकै यो हाम्रो समाजमा परिवर्तन हुनुपर्ने कुरा हो। यो अझै पनि हाम्रा समाजमा पुरानो रीतिरिवाजहरूमा चलिरहेको देखिन्छ। कतिपय ठाउँहरूमा बुहारी भन्ने बित्तिकै सबै घरका कामहरू बुहारी एक्लैले गर्नुपर्ने र सबै घरको जिम्मेवारी बुहारी एक्लैले धान्नुपर्ने जस्तो अवस्थाहरू देखिन्छन्। तर दर्शकबिन आखिरी बुहारी पनि त कसैको छोरी हो, कसैको बहिनी हो, उसको पनि त शरीर हो, उसलाई पनि थकाइ लाग्छ, उसलाई पनि ज्यान सन्चो हुँदैन। यस्तो कुराहरू हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। र आजको एपिसोडले यही ज्ञान समाजमा बाँडिरहेको देखिन्छ। र यो एपिसोडबाट हामीले यी कुराहरू सिक्नुपर्छ। ससुराले पनि काम गर्दा केही फरक पर्दैन र श्रीमानले पनि आफ्नो श्रीमती र घर परिवारलाई सघाउँदैन, सानो हुँदैन। यतिकैमा उनीहरू मन्दिर पुग्छन् र मन्दिर पुग्ने बित्तिकै सीताकी नन्द र सासूको मुखबाट मोतीको बौसा र मोतीको वर्षा झरेको देखेर म आफै आश्चर्यजनक छु। हो दर्शकबिन, कता कता अचम्बित पनि छु र कता कता धेरै खुसी पनि लागिरहेको थियो। किनभने सीताले पाउने जुन हक र मायाको हकदार हुने थिइन्, आज उनले त्यो पाएको आभास हुन्छ। हुन त खुसीमा कसको नजर लाग्ने हो फेरि त्यो त हेर्न नै बाँकी छ। तर अहिलेलाई भने सीता पनि धेरै खुसी देखिन्छन्। उनले पनि मैले अरू केही चाहेको होइन, तपाईहरूबाट यो माया र सम्मान भए मलाई जति पुग्छ। तपाईहरूलाई यसरी नै म सधैँभरि माया गरिरहन पाऊँ भन्दै उनले जवाफ दिन्छन्।
र दर्शकबिन उनीहरू मन्दिरमा पूजा गर्दै गर्दा यता जगत भने कुवामा पानी लिनका लागि गाग्री लिएर पुगेका हुन्छन्। सोही कुवामा एकजना गाउँकी भाउजू भने पहिल्यैदेखि पानी भर्न लागिरहेकी हुन्छन्। उनी जगतेलाई देखेर छक्क पर्छिन् र तिनले अचम्मै पर्दै भन्छन्, होइन घरका सबै आइमीहरू नसुने भयो क्या जो तिमी पानी भर्न आएका छौ भन्दै जगतेलाई उनले गिज्याउन थाल्छिन्। र जगतेले पनि हाँस्दै जवाब दिन्छन्, घरका मान्छेहरू सबै पूजा गर्न भनेर मन्दिर गएका छन्, त्यही भएर म चाहिँ पानी लिन आएको। कति गाउँकी भाउजूले भने हाँस्दै जवाब दिन्छन्, ओहो सुध्रिन त सुध्रेछौ तर कहिलेसम्मको लागि हो त्यो चाहिँ थाहा भएन। र जगतले पनि फेरि जवाब दिन्छन्, म अब जिन्दगीभरिको लागि सुध्रेको, अब म सुध्रिसकेँ, अब म सधैँ यहाँ पानी लिन आउँछु, तिमीले देख्नेछौ भन्दै मुस्कुराउँछन्। र ती भाउजूले भने फेरि उनलाई सोध्छन्, अब असल मान्छे त बन्यो, असल भाउ कहिले बन्ने हो? धेरै ढिला नगरी अब असल भाउ पनि बनिहाला है, बेलैमा बच्चा बच्ची पाएको राम्रो हुन्छ भन्दै जगतेलाई उनले सम्झाउँछिन्। र जगते पनि एकछिन टोलाइरहन्छन् र गाग्री भरेर घरतर्फ लाग्छन्। उनी घर पुग्नुभन्दा पहिले नि सीता र उनकी नन्द अनि सासू पूजा गरेर घर फर्किसकेका हुन्छन्। उनीहरू घर पुग्दा जगते खोइ त भन्दै सोद्धा जगत ठ्याक्कै आइपुग्छन् र उनीहरूले देख्छन् जगतका बाबा पनि गाईको गोठ सोरिरहेका हुन्छन्। यो देखेर सबै खुसी हुन्छन्। र यतिकैमा सीताकी सासूले आफ्नो श्रीमानलाई टीका लगाइदिन्छन् र उनका श्रीमानले भने टीका लगाइसकेपछि आशीर्वाद पनि त दिनु पर्यो नि भन्दै आशीर्वाद माग्न थाल्छन्। तर उनकी श्रीमती भने आशीर्वाद त तपाईँले मलाई दिने हो, मैले कहाँ दिन मिल्छ र भन्दै उत्तर दिन्छन्। तर जगतका बाबाले भने जसले टीका लगाउँछ उसैले नै आशीर्वाद पनि दिनुपर्छ भन्दै आशीर्वाद दिन लगाउँछन्। र सीताकी सासूले पनि आशीर्वाद दिँदै भन्छन्, मेरो श्रीमानको उमेर लामो होस् भन्दै। र यतिकैमा जगतलाई पनि जगतको आमाले टीका लगाइदिन्छन्। टीका थापेर जगत गाग्री बिसाउँछु भन्दै भान्सातिर लाग्न खोज्छन्। तर सीताले भने खुट्टा छुनु परेन, टीका लगाएपछि तपाईँले पनि आमाको खुट्टा छुनुपर्छ भनेपछि जगतेले हो अब तिमीले भनेको त मान्नै पर्यो भन्दै आमाको खुट्टा ढोक्छन् र त्यतिकैमा बाबाको पनि खुट्टा ढोक्छन्। आजको हाम्रो समाजमा यो रीतिहरू हराइसकेको जस्तो देखिन्छ। आफ्नो बाबुआमाको खुट्टा छुन हामीले लाज मान्छौँ, तर बाबुआमा भनेको भगवान सरह हुन्। भगवान छन् छैनन् हामीले देखेको छैन दर्शकबिन, तर बाबुआमा भनेको भगवान जस्तै हुन्। उनले हामीलाई जीवन दिए, हामीलाई हिँड्न सिकाए, बोल्न सिकाए। सो बाबुआमाको खुट्टा ढोक्नबाट कहिल्यै पछि हट्नु हुँदैन र लजाउनु पनि हुँदैन जस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ तल कमेन्टमा आफ्नो राय लेख्न भने नबिर्सनुहोला। दर्शकबिन यता राम र उनकी श्रीमती भने आफ्नो ससुरालीमा बिजनेसको कुरा गर्दै बसिरहेको देखिन्छ। रामका मामा ससुरा र सासूले भने उनलाई बिजनेसको आइडियाको दिन खोजिरहेका हुन्छन्। ओ दर्शकबिन, रामलाई रामको ससुराले बिजनेस गर्नुहोस् भनेर विदेशबाट 30 लाख रुपियाँ पठाएका रहेछन्। सोही पैसा लगानी गर्नका लागि रामले भने वस्तुभाउ र खेतीबाली गर्ने सोचिरहेका हुन्छन्। तर उनका मामा ससुरा र सासू भने उनको खिलाफ भएको देखिन्छ। यो काममा इज्जत छैन, तपाईँले अरू नै केही इज्जतवाला काम खोज्नुहोस् भन्दै रामलाई सिकाइरहेको देखिन्छ। तर राम भने म त यही काम गर्छु भन्दै अडिग भएको देखिन्छ। दर्शकबिन, यदि कृषि गर्छन् उनले, गाईबस्तु पालेर कृषि गरेर कमाउँछन् भने पनि यो पनि कुनै नराम्रो काम होइन। यसमा पनि इज्जत पाइन्छ, आखिर काम काम न हो। दर्शकबिन, हामीले कुनै पनि कामलाई सानो ठुलो भनेर हेप्नु मिल्दैन जस्तो लाग्छ। आखिर कसैले मेहनत गरेर परिश्रम गरेर पसिना बगाएर खान्छ भने त्यो त्यसैमा इज्जतको लायक हुन्छ। हो हामीले चोरेर खानु भएन, कसैको ढाँटेर चलेर खानु भएन, तर यदि हामीले मेहनत गरेर खाइन्छ भने काम ठुलो सानो हुँदैन जस्तो मलाई लाग्छ। यहाँ पनि यो कथाले त्यही पाठ सिकाउन खोजेको जस्तो मलाई लाग्छ। तपाईहरुलाई के लाग्छ तल कमेन्टमा लेख्न नबिर्सनुहोला।
र दर्शकबिन त्यतिकैमा रामलाई जब यो कुरा मन पर्दैन उनीहरू कुरा गर्दै गर्दै राम भने ढोकाबाट निस्केर म हावा खाएर आन्छु भन्दै बाटो लाग्छन् र उनी हावा खाने नै क्रममा बाटोमा धने दाई भेटिन्छन्। राम भाइ कता हिँडिस् भनेर उनले सम्बोधन गर्छन् तर राम भने चकित पर्छन्। त्यही धने दाईले केही समय अगाडि उसलाई नाना भाँती भनेर उनको बेइज्जत गर्थे, उनलाई सानो देखाउँथे। तर आज त्यही दाईको मुखबाट आफूलाई सम्मान देखेर उनी मनमा नै खुसी हुन्छन्, भन्न भ्याइहाल्छन् म त हावा खान हिँडेको दाजु, अन्नुको बाबाले बिजनेस गर्नुहोस् भनेर 30 लाख रुपियाँ पठाइदिनु भएको थियो, मैले कृषि गर्छु भन्दा मामा ससुरा र सासू मान्नु भएन भन्दै धने दाईसित गुनासो पोख्छन्। तर धने दाईको भने दिमागको घोडा दौडिन थाल्छ 30 लाखको नाम सुन्ने बित्तिकै। उनी भने अब कसरी यो मान्छेबाट म अलिकति भए नि पैसा फुत्काउँ भन्ने आइडियातिर लाग्छन्। सोही लालचमा उनले रामलाई फकाउँदै फुल्याउँदै जामहिन गर चिया खाएर आउलस् भनेर घरसम्म लिएर जान्छन् र घरमा खुब आफ्नो श्रीमतीलाई दुध पानी नै नहालेको दुधको चिया पकाउन लगाएर रामको मन जित्न सफल हुन्छन्। त्यतिकैमा उनले कुरा पनि निकालिहाल्छन्, राम मलाई 5 लाख रुपियाँ देऊ, म तिमीलाई ब्याज दिन्छु, 1 महिनाको लागि चाहिएको हो, म तिमीलाई 5 लाखको 25,000 रुपियाँ ब्याज दिएर 1,25,000 1 महिनापछि ठ्याक्कै तिमीलाई बुझाइदिन्छु भन्दै रामसित प्रस्ताव राख्छन्। राम भने मैले आफ्नो श्रीमतीलाई सोधेर मात्र थाहा हुन्छ भनेर घरतर्फ लाग्छन्। घर पुगेपछि उनकी श्रीमती भने ढोकामा उभिएर रिसाइरहेकी हुन्छन्, किनकि उनले कुरा गर्दा गर्दै बिचैमा छोडेर हावा खान्छु भनेर ढोकाबाट निस्केर भागेका थिए। तर उनले आफ्नो श्रीमती रिसाएको देखेर दुईटै कान समातेर सरी भन्न पनि भ्याउँछन्। यहाँ एउटा अर्को सिख हामीले सिक्न पाइन्छ दर्शकबिन, सरी भन्दैमा कोही ठुलो सानो हुँदैन। यदि सरी भनेर तपाईँको पार्टनर यदि खुसी हुन्छ र तपाईँको सम्बन्ध बलियो हुन्छ भने तपाईँले क्षमा माग्नमा कुनै ठुलो कुरा हो जस्तो मलाई लाग्दैन। दर्शकबिन रामले अनुलाई सरी भन्दै अनि अनु भने के को सरी तिम्रो सरी तिमीसँगै राख भनेर कोठातिर लाग्छिन् र रामका आमाले जा गएर फका भनेर उनलाई भित्र पठाउँछन् र उनी भित्र गएर फकाउन पनि भ्याउँछन्। हो यही पवित्र सम्बन्धको एउटा निशानी हो, एउटाले फकाउँदा अर्को फकिनुपर्छ। लोग्ने स्वास्नीको झगडा भनेको परालको आगो सरी हुनुपर्छ, एकैछिनमा रिसाउने र एकैछिनमा मानि पनि हाल्ने। दर्शकबिन यो भनेको तपाईँको सम्बन्ध लामोभन्दा लामो टेकाउनको लागि एकदमै आवश्यक जरुरी कुरा हो। र दर्शकबिन त्यतिकैमा उनले अनुलाई एउटा कुरा भनौँ भन्दै उनलाई धने दाईले 5 लाख रुपियाँ मागेको पनि बताउँछन्। त्यतिकैमा उनी भने फेरि रिसाइहाल्छिन्, गाउँमै मेरो बाबाले पैसा पठाइदिनु भएको छ भन्दै सुनाउँदै हिँड्यौ भनेर फेरि रिसाएर घरबाट बाहिर निस्किन्छन्। तर उनले सम्झाउँदै भन्छन् त्यस्तो होइन, धने दाई बाटोमा भेटिनु भएको थियो र मेरो मुखबाट निस्किहाल्यो र उहाँले 5,000 ब्याज पनि दिन्छु भन्नुभएको छ, 1 महिनाको लागि 5 लाख रुपियाँ माग्दै हुनुहुन्थ्यो। र उनकी श्रीमती भने कसरी दिनु, नचिन्नु नजान्नु, भोलि त्यो पैसा उनले फिर्ता दिएनन् भने के ग्यारेन्टी छ, यति भन्न के सकेकी थिइन्। त्यतिकैमा धने दाई पनि टुप्लुकै त्यहाँ आइपुग्छन् र धने दाईले पनि उनीहरूले सम्झाउँदै उनको मन जित्न सफल हुन्छन्। म तिमीहरूको पैसा खाँदिनँ,